और गोविन्दजी भात खानुभयो? खाए बढिया। अनि गर्लफ्रेन्डसँग पुरा भयो कि नै आज? गर्लफ्रेन्डसँग ब्रेकअप होइन होला। सिङ्गल सिभिलमा बस्ने क्या आनन्दले बालै भन्यो। कोरियामा काम गर्न मजा कि नेपालमा? काम त जहाँ पनि एउटै हो, नेपाल भने नेपाल हो। होइन यतिको काम नेपालमा भए मोज हो कि होइन आफै भन्नु त? मोज हो नि त, नेपालमा फेरि अल्छी भइन्छ नि त मान्छे। विदेश आइसी मात्र किन गर्छ भन्नु त तपाईँको विचारले? नेपालमा मान्छे गर्न चाहिँ ल्याङ गर्ने काम होइन? अब यहाँ पैसा हुन्छ नि त हो, घन्टा अनुसार। हो, तपाईँले कति पाइराख्नु भएको छ? कति हुन्छ हिसाब पो गर्नुपर्छ। 2 लाख महिनामा 2 लाख कमाएर चाहिँ कति हुन्छ? 2 लाख गाइस, 2 लाखले यहाँ मेन्टल टर्चर, दुनियाँ टर्चर पुरा सोकिरहेछन्, सहिरहेछन्। प्लस यहाँ आउनु पनि त्यत्तिकै सजिलो थिएन। केटाहरूले युद्ध लडे जस्तो एक्जाम लडेर पास भएर आए हो कि होइन दाइ? हाम्रो दाइ चाहिँ सबभन्दा यहाँको बुढेउली रे। कति वर्ष भयो दाइ तपाईँलाई कोरियामा? 8 वर्ष। यहाँ फेरि आफ्नै भिडियो बनाएर फेरि लास्टै क्या आफ्नो फ्यान आफै भन्छन् नि, सोलो म्यान यी। बस केटा हो, सपोर्ट गर्नुपर्छ। दाइको मैले युट्युब च्यानल राखिदिन्छु। पोज एउटा पोज तपाईँको त सिग्नेचर चाहियो नि त, पोज रे। काम गरिरहेको त्यसरी प्याकिङ हान्ने हो सक्छ होइन। त्यो चाहिँ 2 लाख हो। 2 लाख चाहिँ फेरि यति गाह्रो खटाउनुपर्छ नि, त्यत्तिकै पैसा सजिलो कम्दैन। एकदम मिहिनेत गर्नुपर्छ होइन। जब काम गऱ्यो अनि दाम आउँछ यसरी ट्याक्क झन् 2 केजी काफी दिएको। हो यस्तो कहिलेकाहीँ दिमाग यहाँ घिसिहाल्छ नि त, धेरै प्रेसरले 2 लाख छ प्लस घिसिँदा यस्तो हुन्छ, कहिलेकाहीँ रङ हुन्छ। तर थाहा पाइहाल्नुपर्छ किनकि एक्सपिरियन्सले। यसरी डु एन्ड डाई गर्नु। हो यसरी यो हो नि त, हिउँमा गएर गोर्खे एका बिहानै पुसअप हानेर बस यही हो त। लगाइ अब हाम्रो दिन यस्तै हुन्छ, सधैँ रेगुलर हुन्छ, रुटिन चाहिँ सेम हुन्छ। मैले चाहिँ यो चाहिँ यस्तो भिडियोहरू चाहिँ बनाउन मेमोरी हुन्छ, भोलिको दिन घर फर्केर जाँदा हेऱ्यो भने रमाइलो लाग्छ। यदि कोही नयाँ मान्छेले हेऱ्यो भने कस्तो रहेछ कोरिया कसैको चाहिँ बबाल काम हो, नत्र सबैको 3D भन्छ, डट्टी डेन्जरस। अनि के अरे 3D को फुल फर्म भन्न त खै थाहा भएन। लभरसँग डिस्कस परेर बिहान होइन त्यस्तो होइन होला। ल गाइज अब काम सुरु गर्छौँ हामी। हिउँको मैले भिडियो खिच्ने भनेको, हिउँ चाहिँ राति पर्दैछ आधी रातमा। बोटारिचमा चाहिँ भिडियो हालेको छैन अहिले होइन, किनकि अब सहीवाला हालौँला भनेर कुरिरहेको छु। तबसम्म चाहिँ रियल ह्याप्पिनेसमा चाहिँ केही ह्याप्पी पलहरू दिन सकौँ कि हुन्छ नि, आफ्नै लागि भए पनि। यहाँ तपाईँहरू हुनुहुन्छ नि हेर्ने होइन, सबैजना गाइजहरूको लागि। अब यस्तै यहाँ चाहिँ प्रेसर हुन्छ। अब प्रेसर टाइम सुरु भइसकेछ, अब काम सुरु गर्छौँ। जय नेपाल जय देश विचार गरेर बसौँ। टाटा।